बारो भन्ने मिलेको छ हाम्रो यहाँ माघीको सब्जी बनाइरहेको भात नाउटी भन्न सदाय उडी आइ भन्देऊ त हम दही भात खाना त भिडियो बना जोल पर मजा मैला पनि देखा अरु गर्न मेन होला त जोलले चिप्पो त बुवा देखे थिक भात मित दे कस्तो लागिरहेछ भात खाएर म त थोडा खान्छु हजुर यो म या खान्छ ज्यादा चल्यो नि आनीको बेसी किन खान्छ काल बिता त अब अब दुःख जुर्माने त्याने यो चल्लो काट्या अरे सल्लो काटेको बिना छु हाय हाय दसमा सबभन्दा बढी त यिनै खान्छन् खाना म खान्न परे कस्तो लागिरहेछ दाल भात एकदम बढिया छ एकदम बढिया छ हजुर लाइक गरिदिनु होला सेभ गरिदिनु होला यही तर नि आउँदै या त उतर काम लाग्छ के भन्ला त के भन्नु मु सब्जी मिठो छ हजुर खाइ जानु होला माघको तिहार तौरीले के भनेको पछि आउला उड्या अरु अरु भन्नु न अरु 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 के भन्नु मासु पनि ठिक छ घरियालो हजुर बाहिर होइन उनीहरूलाई भन भन्न भन्न त पनि यो दही 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 पनि एकदम राम्रो छ ए राम्रो त पर दान कोटेको सिकन्द गराउन भनेर मेरो कागज साँच्चै हो नै भोल आए आहा यस्तो खाना छ कि मिठो मिठो पनाछ भात काँचो काँचो भात पकाएको छ मुठीको काँचो काँचो छ तरिनीको पाक्या पाक्या छ यो त्यसै छ अरु अरु दिनाका बान्डे बेला बोलाउ न झुल बान्डे बना दिनाको बना भने भात खाने क्या भयो क्या खाना छौ भात खाना छौ ल फुपू भन्नु त कस्तो लागिरहेछ राम्रो अरू नै जान्न म भन्नु परे यहाँ परि उतातिर फुपू अहिले डिस्टर्ब नगर उनीहरूलाई खाना खाने बेला हात रोकिन्छ नि हाई भन हाई भन हाई भन ल बाई बाई भन तम पनि बाई बाई खाना यस्तो मिठो अब